This is me and this is my outfit of the day. हाम्रो दिदी उता हुनुहुन्छ। दिदी हाई गर्नु त। माइल दिदी। हाई हैन बाई गर्ने माइल दिदी ल। ल टेन्सन गर्नु त। ल टेन्सन म यहाँ चाहिँ गाडीमा जाने चाहिँ नटिएला जस्तो भयो। हामी चाहिँ अहिले सोमटाते। हेलो गाइज भन् त। कस्तो लागिरहेको तपाईँलाई आजको घुमघाम विशेष? भान्जी कस्तो फिल भए? विकल्प रमाइलो नाइस। दिदी कस्तो फिल भइरहेछ तपाईँलाई? भान्जी रमाइलो भए भान्जी हो? ल आमा भन्नु त। एकदम रमाइलो खुसी लाग्छ। छोरी सिधा आउन पाउँदा छोराछोरी आउन पाउँदा धेरै रमाइलो लाग्छ। बुवा भन्नु त। ठीक छ ल छोरा हुन्छ भन्दा ल छोरी ठीक छ हुन्छ। मिनाजु कस्तो लागिरहेको हजुरलाई? खाजा खाएर अब हाम्रो निस्किँदैछौँ। हेलो 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 झर्ना चाहिँ अहिले सानो भइरहेछ। ल हाम्रा मालिक आइपुग्नु भयो। झर्नु न। हामी चाहिँ अहिले ठाउँमा आइपुग्यौँ। ए उ त देखेको यहीँ होइन त नि केन्द्रबिन्दु उतापट्टि भएको चाहिँ आइपुग्यौँ। हाम्रो गिरी परिवार होइन त एउटा समाज यहीँ छ। यात्रो बढेको कुकुर छ यहाँ। बाटो भन हौ त्यसलाई निस्किने।
मसलै छुनु म चलाइ यसले घ्याप्पा पारा हुन्थ्यो एकचोटिमा लाने हाम्रो घर लान्छ र हाम्रो घर लैजाम हाम्रो घर लाने हाम्रो घर लाने लाने भन्न हाम्रो घर लाने नलाने छोडिदियो भयो जान्छ अब यो यसको भात खाँदैछौँ छोरो ओके हाम्रो आमा आमा कस्तो लाग्यो तपाईँलाई पाको भात एकदम मिठो खान्छ परिवारमा हिँड्दाखेरि एकदम खुसी धेरै रमाइलो हाम्रो दिदी सर्भ गरिरहनु भएको छ यता दाई बुवा पिनाजु ल कमरैमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर कमरैमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर रुकुमै कोटा